भिडियो र आज चाहिँ हामी चाहिँ सबैजना म दिदी बहिनीहरू चाहिँ घुम्नु गएको होइन। अन्तखेरि घुम्नु चाहिँ कहाँ गएको भन्दाखेरि चाहिँ हामी चाहिँ सिक्किम गएको नि त सबैजना। सिक्किम घुम्नु गएको त्यो तातो पानी भन्ने जग्गामा। र हामी चाहिँ यता तल जोरथाङबाट जाने नि त यता बदमतामबाट छिटो हुन्छ भनेर चाहिँ हामी चाहिँ बदमतामबाट जाने होइन। र हामीले घुम्नु गएको भन्दाखेरि चाहिँ म दिदी भेना भाइहरू बहिनीहरू दादा बाउजूहरू गएको नि त। 2 गाडीको कोचामा चाहिँ हामी घुम्नु। र हामी चाहिँ तल यता गिङबाट गयो नि त, गिङ बदमताम भएर तल रङ्गीत भएर चाहिँ जोरथाङ जाने भनेर चाहिँ गएको नि त। यो ओह्रालो छिटो हुन्छ भनेर चाहिँ हामी यही बाटो गएको होइन। र ओह्रालो हामी चाहिँ बदमताम ओह्रालो खिचिबिरी भन्ने बाटोमा चाहिँ अलिक अफ बाटो रहेछ नि त, अफ रोडहरू रहेछ नि त। अन्तखेरि हामीलाई चाहिँ बिस्तारै, तर पनि बिस्तारै जाँदैछ। हामी त 2टै सानो गाडी थियो होइन, तर पनि बिस्तारै जाँदैछ। र हामी चाहिँ तल रङ्गीत आइपुग्यो। रङ्गीतमा चाहिँ एकछिन सबैजना झऱ्यो नि त। झरेर एकछिन बाहिर जाने कता जाने भएर चाहिँ जाउँ हामी चाहिँ फोटो खिच्नु भनेर चाहिँ म दादा बहिनीहरू चाहिँ यता फोटो खिचेर भिडियो बनाउँदै र हामी अब त्यहाँबाट चाहिँ हिँड्यो। र त्यहाँदेखि चाहिँ म अर्कै गाडीमा चढेँ होइन, किनभने त्यहाँनिर अलिक कम्फर्टेबल भएन नि त, अलिक बेसी मान्छे भएर नि त। यता म चाहिँ अर्को दादाको गाडीमा चढेँ। अन्तखेरि त्यहाँबाट चाहिँ हामी उकालो सिधै गयो। त्यहाँबाट चाहिँ सिधै हामी उकालो गएर जोरथाङ गएर जोरथाङबाट नाम्ची गयो। र अहिले चाहिँ हामी चाहिँ यता राबङ्ला आइपुग्यो। राबङ्ला यता बुद्ध पार्कमा आइपुग्यो होइन। त्यहाँनिर आइपुग्नु चाहिँ हामीलाई यस्तो डरलाग्दो भोक लागेको थियो। त्यही भएर चाहिँ हामीले चाहिँ छिटो खाना अर्डर गरेर सबैले भट्टाभट खाँदै थियो। सबैजनालाई निकै भोक लागेको थियो होइन। त्यही भएर सबैले भट्टाभट खाएर चाहिँ यतानिर मेरो पनि खाना रेडी भइसक्यो। र म चाहिँ राबङ्लामा बुद्ध पार्कमा बोल्दै खाँदै थिएँ नि त। अन्तखेरि बुढासँग बोल्दै खाँदै थिएँ, किनभने नेटवर्क अब हुँदैन भन्दै थियो। त्यही भएर चाहिँ भट्टाभट बोल्दै खाँदै थिएँ नि त। अन्त खाना होइन। अन्तखेरि यताबाट चाहिँ यस्तो दामी भ्यू देखेको थियो कि हामी खाने रेस्टुरेन्ट जग्गाबाट चाहिँ टक्कै त्यहाँनिर बुद्ध पार्क पनि देखेको होइन। हामी छिटो खाएर चाहिँ हामी आफ्नो यता पोलोक भन्ने जग्गामा पनि आइपुग्यो, तातो पानीमा होइन। गाडीको हालत चाहिँ यस्तो भइसकेको थियो साथीहरू, हेर्नुहोस् त यस्तो डरलाग्दो धुलो उडेको सेतै भइसकेको थियो गाडी त। अन्तखेरि सबैजना त्यहाँनिर झरेर चाहिँ अब चाहिँ यताबाट चाहिँ अलिक हिँड्नुपर्ने रहेछ नि त, तलैनिर गाडी चाहिँ माथि नै पार्क गर्नुपर्ने रहेछ। त्यही भएर चाहिँ सबैले आफ्नो आफ्नो सामान बोकेर होइन, के ल्याएको छ त्यो सबै बोकेर चाहिँ अब यताबाट चाहिँ अलिक तल हिँड्नुपर्ने रहेछ। आधी घन्टा जस्तो लाग्दो रहेछ। र यो हाम्रो यो ढुङ्गाको चट्टानको चाहिँ तल अझै तल पुग्नुपर्छ। र तर माथिबाट गएर चाहिँ अहिले साथीहरू हामी तल जाँदैछ सबैजना नि हेरेर। खाने भेना दादाहरूको पनि बोकेर अब लागेको तलतिर आफ्नो आफ्नो बाइकहरू बोकेर।
बिस्तारै लड्छ हिँड्दैछ हौ बिस्तारै कहाँ यहाँ पक्रिने जग्गा पनि हुनु पर्यो र हामी 20 मिनट किनभने आधी घन्टामा चाहिँ हामी तल आइपुगेको थियौँ हिँडेर हो र आज हामी बस्ने जग्गा होइन घुम्ने जग्गा चाहिँ यही हो यतानिर बगरमा नै बस्ने यतानिर नै खाने होइन आज बेलुका चाहिँ यतै सुत्ने हो नि त त्यो भएर चाहिँ यस्तो रहेछ हाम्रो बस्ने जग्गाहरू पालहरूको रहेछ पाल र बाँसको खाली रहेछ यता बस्ने जग्गा र हामी चाहिँ हाम्रो बस्ने जग्गा चाहिँ यहाँनिर हो यस्तो खालके रहेछ यतातिर चाहिँ हो मुनि चाहिँ सबै तक्ती लगाएको र अन्त तक्तीमाथि यस्तो प्रोफाइलहरू ओछ्याएको बेलुका आज सबैजना यतै बस्ने र आफ्नो आफ्नो रुममा बसिरहेको छ बेनाहरू एकपट्टि हामी एकपट्टि भाउजूहरू एकपट्टि हो हेरेर यता चुल्हा पनि छ यहाँ चाहिँ आफै पकाएर खाँदा पनि हुने रहेछ नि त त्यही भएर कुन चाहिँ रुममा चाहिँ चुल्हाहरू पनि रहेछ र हामी चाहिँ अब सबै अब उता पानीमा डुब्नुको लागि जानुको लागि सबैजना रेडी हुँदै थियो आएर पनि हो र हामी त पानीमा डुब्नु भएको हो दुईजना जाँदैछ को भएछ अहिले र यहाँ बाँसको ब्रिज चाहिँ यस्तो सानो खालको रहेछ कि त्यहाँनिर कस्तो अप्ठ्यारो खालको रहेछ तर्नु पनि डरै लाग्दो हल्लिँदो रहेछ होइन त्यही माथि तर पनि बिस्तारै भए पनि पक्रिँदै पार त लाग्यो त्यसकै पारि चाहिँ त्यहाँनिर चाहिँ यहाँनिर देख्दै गर्नुभएको तपाईँले चाहिँ त्यहाँ चाहिँ तातो पानी खालि आउँदैछ त्यहाँनिर चाहिँ हाम्रो अनि यतैनिर डुब्छ सबैजना हामी चाहिँ पानी चाहिँ एकदम तातो छ यत्रो आएर चाहिँ नपस्ने हो क्या राम्रो र सबैजना डुब्यो होइन तातो पानीमा आफ्नो आफ्नो अब के इच्छा राखेर सबैजना होइन यतानिर डुबेर चाहिँ अब सबैको अब रोग जान्नु पाएन र दादा पनि अर्को दादा पनि खेलेन ऊ पनि गएन खेलेन भने ऊ पनि पसेन किनभने उसको लुगाहरू लेख्दैन रहेछ नि त र म पनि अब त्यहाँनिर तर पनि ठिकै छ केही छैन होइन अब नेक्स्ट टाइम अब आयो भने पसौँ भनेर चाहिँ सोचिरहेको छु होइन योपालि त अब पस्नु पाइनँ होइन त्यस्तै भइहाल्यो र म चाहिँ यता सबैजना अब खेलिसक्यो कति घन्टा पसिसक्यो होइन म दिदीहरूले होइन र हाम्रो चाहिँ अब छिचेर खाएर चाहिँ चिसो भएको थियो नि त आगोमा बस्दै छिचेर खाएर चाहिँ अब सुतिहाल्नु र आजको भिडियो चाहिँ यति नै थियो बाई बाई सी यू